आक्रमण बरान असमझदारी विकल्पविहीन विदेशी बैंक बन्छ भिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी दर्शकवृन्द दुर्गा प्रसाई आफै गाडी चलाएर अगाडि बढ्दै हुनुहुन्छ। निकै नै अप्रिय अवस्था देख्न सक्छौं हामी। यहाँ प्रहरीले अश्रु ग्यास चलाएको छ। यो तीनकुनेको सडक हो, तीनकुने क्षेत्र हो। उहाँ आफै आफै गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। हामी अगाडि बढिरहेका छौं। यहाँ निकै ठूलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। निकै ठूलो मात्रामा युवाहरूको उपस्थिति, प्रहरीको बार तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरीलाई गाडीले पेलेर दुर्गा प्रसाई अगाडि बढ्दै हुनुहुन्छ। अगाडि बढ्दैछौँ। जहाँ कसैले रोक्न सक्ने अवस्था छैन। दर्शकले प्रहरीलाई दुर्गा प्रसाई पेलेर अगाडि बढिरहेको भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ र दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला तीनकुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौं। गणतन्त्र मुर्दाबाद 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 अध्यक्ष ज्ञानेन्द्र गणतन्त्र धोका हो धोका हो धोका हो गणतन्त्र धोका हो धोका हो धोका हो राजा हाम्रो देश चाहियो चाहियो राजा चाहियो 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 राजा चाहियो। दर्शकवृन्द प्रहरीहरूको भागाभाग परेको छ। हेर्न सक्नुहुन्छ यहाँ ढुङ्गा मुढा सहित राजापाटी समर्थकहरू अगाडि बढिरहेका छन्। असर ग्यास पनि धेरै प्रहार भइरहेको छ तर पनि खेल्न नसकेर प्रहरी भागाभाग भएका छन्। भागाभाग सबैले सेयर गर्नुहोला दर्शकवृन्द। हेर्न सक्नुहुन्छ यहाँ ओ माई गड ढुङ्गा मुढा व्यापक प्रहार भइरहेको छ। प्रहरीले असुर ग्यास
हानिरहेको छ। यहाँ धेरै घाइते हुने सम्भावना छ, गोली चल्ने सम्भावना पनि छ। ओ माई गड, ओ माई गड। ए होसियार हुनुहोस् है, होसियार हुनुहोस्। ओ माई गड। हेर्न सक्नुहुन्छ यहाँ सञ्चारकर्मीहरू जान समेत लगातार यहाँ फायरिङ भइरहेको छ। दर्शकवृन्द, लगातार फायरिङ भइरहेको छ। सबैले सेयर गर्नु होला भिडियोलाई। ओ माई गड, राजावादीहरू आक्रोशित बनेका छन्, अहिले आक्रोशित बनेका छन्। हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ, प्रहरीले देख्न सक्ने अवस्था छैन, देख्नै सक्ने अवस्था छैन। प्रहरीमाथि ढुङ्गामुढा भइरहेको छ। अब पानीको फोहरा हान्ने गाडी अगाडि बढिरहेको छ। दर्शकवृन्द, यहाँ प्रहरीहरूलाई यहाँ गाह्रो स्थिति परिसकेको छ। हेर्न सक्नुहुन्छ, स्थिति गाह्रो परिसकेको छ।